दर्शकवृन्द, हाम्रो यस प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो गजबको र अलिकति रहस्यमय कथाको विश्लेषण गर्दैछौँ नि, जसले समय, नियति र असीमित भक्तिको सम्पूर्ण परिभाषा नै बदलिदिन्छ। कल्पना गरौँ त, एउटा यस्तो रक्षक जसको अगाध प्रेम र समर्पणले साक्षात् ब्रह्माण्डको घडीलाई नै टक्कर रोकिदिएको थियो। सुन्दा अचम्म लाग्छ नि, होइन? आज हामी यस विश्लेषणमा पौराणिक कालको त्यही अत्यन्तै मार्मिक घटनालाई नजिकबाट हेर्नेछौँ, जहाँ एउटा सानो औँठी ब्रह्माण्डकै सबैभन्दा ठूलो सत्य सिकाउने माध्यम बन्छ। ल, ढिला नगरी यो रोमाञ्चक कथा सुरु गरौँ। एकछिन यो पुरै दृश्यलाई नि साक्षात् हनुमानको आफ्नै दृष्टिकोणबाट हेरौँ है। हनुमान अयोध्याको विशाल प्रवेशद्वारमा चट्ट उभिरहनु भएको छ। मन र मस्तिष्कमा एउटै मात्र सङ्कल्प छ, आफ्नो आराध्य देव प्रभु श्रीरामको जसरी पनि रक्षा गर्ने। बाहिर के भइरहेको छ, समय कसरी बितिरहेको छ, ब्रह्माण्डका नियमहरू के हुन्, उहाँलाई त्यसको कुनै मतलब छैन। उहाँलाई यति थाहा छ कि भित्र राम हुनुहुन्छ र बाहिरबाट कसैले पनि उहाँलाई छुन सक्दैन। उहाँलाई त पत्तो नै छैन कि उहाँको यो असीमित वफादारीले बाहिर समयको चक्रलाई नै पुरै स्थिर बनाइरहेको छ। अनि यहाँनिर एउटा एकदमै असह्य तनाव र विडम्बनापूर्ण स्थिति सिर्जना भएको छ। राम राज्यको त्यो महान स्वर्णिम युग अब सकिने बेला भइसक्यो। समयको नियमअनुसार मृत्युका देवता यमराज आफ्नो लौकिक कर्तव्य पूरा गर्न रामलाई लिन अयोध्याको ढोकामा आइपुग्नु भएको छ। तर अचम्मको कुरा हेरौँ त, साक्षात् मृत्यु आफै पनि त्रसित भएर ढोका बाहिरै पर्खिरहन बाध्य हुनुहुन्छ। किन? किनकि ढोकामा हनुमान उभिनु भएको छ नि त। हनुमानको लागि यमराज केवल एउटा घुसपैठिया मात्र हो, जसलाई कुनै पनि हालतमा भित्र पस्न दिनु हुँदैन। साक्षात् रोक्न नसकिने शक्ति र हटाउन नसकिने वस्तुबीचको यो डरलाग्दो टकराव हो। ल, अब यसको गहिराईमा जाउँ। एकातिर राजसभा चलिरहेको छ, जहाँ भगवान राम आफ्ना भक्तहरूसँग हुनुहुन्छ। अर्कोतिर ब्रह्माण्डको नियमलाई निरन्तरता दिनै पर्ने भारी बाध्यता छ। रामलाई राम्ररी थाहा छ कि हनुमानले मृत्युलाई कहिले पनि स्वेच्छाले भित्र पस्न दिनुहुने छैन। आफ्नो प्रभुको लागि त उहाँ सिङ्गो ब्रह्माण्डसँग लड्न तयार हुनुहुन्छ। त्यसैले यो असम्भव दुविधालाई सुल्झाउन रामले एउटा अत्यन्तै चलाख तर सँगसँगै अलिकति हृदयविदारक निर्णय लिनुपर्ने हुन्छ। ब्रह्माण्डको सन्तुलन बचाउन रामले आफ्नो सबैभन्दा प्यारो भक्तलाई छल्न एउटा दिव्य लीला रच्नुपर्ने हुन्छ। अनि त्यही बेला त्यो घटना घट्छ। अब हनुमानको नजरबाट हेर्दा नि यो कुनै नाटक होइन, यो त एउटा गम्भीर सङ्कट हो। राजसभामा कुरा गरिरहेकै बेला प्रभु रामको औँलाबाट एउटा पवित्र औँठी सुट्ट भुइँमा खस्छ। अनि त्यो औँठी भुइँमा भएको एउटा सानो अदृश्य जस्तै देखिने दरारभित्र पस्छ र हराउँछ। हनुमानको लागि यो त आफ्नो आराध्यको एउटा पवित्र अंश गुमेको क्षण पो हो त। उहाँको सम्पूर्ण ध्यान अब त्यही सानो दरारमा केन्द्रित हुन्छ। यसको पछाडि लुकेको वास्तविक ईश्वरीय योजना के हो भनेर उहाँले फिटिक्कै मेसो पाउनुहुन्न। जसरी पनि त्यो औँठी फर्काउनु नै अब उहाँको परम कर्तव्य बन्छ। प्रभुले आज्ञा दिनुहुन्छ, हनुमान मेरो औँठी लिएर आऊ। आज्ञा पाउन साथ हनुमान बिजुलीभन्दा पनि तेज गतिमा चल्नुहुन्छ। 1 सेकेन्डको हजारौं हिस्सा जति पनि ढिलाइ नगरी उहाँले कुनै प्रश्न गर्नुहुन्न। त्यो सानो दरारभित्र पस्नको लागि उहाँले तत्कालै आफ्नो विशाल रूपलाई खुम्च्याएर एउटा सानो मौरी भन्न पनि सूक्ष्म बनाउनुहुन्छ। अनि आँखा झिम्काउन नपाउँदै उहाँ त्यो अँध्यारो दरारभित्र हाम फाल्नुहुन्छ। उहाँको सम्पूर्ण ऊर्जा अब एउटै मात्र लक्ष्यमा छ, जसरी पनि त्यो औँठी भेट्टाउने र छिटोभन्दा छिटो फर्केर रामको चरणमा अर्पण गर्ने। तर दरारभित्रको त्यो यात्रा नि सोचेभन्दा निकै लामो र गहिरो छ। यहाँनिर आइपुगेपछि कथाको गति एकदमै शान्त र रहस्यमय बन्छ। अयोध्याको त्यो न्यानो उज्यालो बिस्तारै हराउँदै जान्छ। हनुमान पृथ्वीको गर्भतिर निकै तल तल अझै तल जाँदै हुनुहुन्छ। समय र स्थानका सामान्य नियमहरू यहाँ पग्लिँदै गएका छन्। अथाह गहिराईमा पुग्दै गर्दा उहाँ सर्पहरूको एक प्राचीन र अलौकिक पाताल लोकमा प्रवेश गर्नुहुन्छ, जसलाई नागलोक भनिन्छ। यहाँको मौनता साँच्चै चकित पार्ने खालको छ, शान्त, अपरिचित र एउटा अनौठो ऊर्जाले भरिएको। नागलोकमा पुगेपछि उहाँको भेट नागहरूका राजा वासुकीसँग हुन्छ। हनुमान यो अपरिचित र विचित्र संसारमा भए पनि उहाँको मन भने पुरै अयोध्यामै छ। उहाँलाई लाग्छ यो केही सेकेन्डको काम मात्र हो, औँठी लिने र सुइँकुच्चा ठोकिहाल्ने। उहाँको मनमा कुनै शङ्का वा डर छैन। उहाँको आवाजमा असीम दृढता र आत्मविश्वास छ। उहाँ सिधै वासुकीलाई भन्नुहुन्छ, म मेरो प्रभु श्रीरामको खसेको औँठी लिन आएको हुँ। उहाँको यो वाक्यले उहाँको सरल र अटल मिसनप्रतिको पूर्ण समर्पणलाई कति मज्जाले झल्काउँछ है। तर तब वासुकीले जे देखाउनुहुन्छ त्यसले हनुमानलाई एउटा कडा झट्का दिन्छ। वासुकीले मुसुक्क हाँस्दै हनुमानलाई एउटा यस्तो ठाउँमा लैजानुहुन्छ जहाँ एउटा सिङ्गो पहाड नै छ,
तर त्यो पहाड ढुङ्गा वा माटोको होइन, त्यो त औँठीहरूको विशाल पहाड हो। यो दृश्य हनुमानको लागि पूर्ण रूपमा असङ्गत र बेतुकको छ। आफ्नो प्रभुको त्यो एउटै मात्र पवित्र औँठी जस्ता देखिने अरू असङ्ख्य औँठीहरू कसरी हुन सक्छन्? त्यहाँ भएका सबै औँठीहरू ट्याक्कै प्रभु रामको त्यही खसेको औँठी जस्तै देखिन्छन्। रूप, आकार, चमक कतै कुनै फरक छैन। अब यो दृश्यको सबैभन्दा रोचक कुरा के हो भने नि, त्यहाँ 100 वा 200 होइन, हजारौं हजार त्यस्ता औँठीहरू छन्। वासुकीले हनुमानलाई भन्नुहुन्छ, लौ हेर तिम्रो प्रभुको औँठी। हनुमानले आश्चर्यचकित हुँदै एउटा औँठी उठाउनुहुन्छ, त्यसमा स्पष्ट रूपमा श्रीराम लेखिएको छ। उहाँले अर्को उठाउनुहुन्छ, त्यसमा पनि श्रीराम नै कुदिएको छ। ती हजारौं औँठीहरूमध्ये हरेक एउटामा उहाँको आराध्य देवको नाम अङ्कित छ। यो सङ्ख्या यति विशाल छ कि यसले जो कोहीको पनि होस उडाइदिन्छ। यहाँ पुगेर हनुमानको मनमा पहिलो पटक गहिरो र भयानक दुविधा उत्पन्न हुन्छ। एउटा राम, एउटा औँठी र एउटै मात्र कर्तव्य। उहाँको यो सरल र सिधा संसार भत्किन थाल्छ। कुन औँठी सक्कली हो त? यदि सबै औँठीमा रामको नाम छ र सबै उस्तै छन् भने प्रभुले खसाल्नु भएको त्यो एउटा औँठी कुन चाहिँ हो? उहाँको मस्तिष्कले यो भ्रमलाई चिर्न सकिरहेको छैन। यो केवल औँठीको थुप्रो मात्र होइन, यो त एउटा डरलाग्दो यथार्थ हो कि वास्तविकता र समयको खेल उहाँको भक्तिभन्दा धेरै विशाल र जटिल रहेछ। हनुमानको त्यो अकम्मक परेको अवस्था देखेर वासुकीले एउटा यस्तो कठोर सत्य ओकल्नुहुन्छ जुन अनन्त समयको आवाज जस्तै गुन्जिन्छ। वासुकी भन्नुहुन्छ, हनुमान, तिमीले खोजिरहेको त्यो एउटै औँठी यहाँ छैन, किनकि यहाँ भएका हरेक औँठी सक्कली हुन्। संसार एउटा चक्र हो। हरेक युगमा जब प्रभु रामको पृथ्वीमा समय सकिन्छ र उहाँले देह त्याग गर्नुपर्ने हुन्छ, उहाँले यसरी नै एउटा औँठी खसाल्नुहुन्छ। यो सत्यको भारीले हनुमानको हृदय छ्याछ्या हुन्छ। बल्ल सबै कुरा स्पष्ट हुन्छ। त्यो खसेको औँठी कुनै दुर्घटना थिएन, न त यो कुनै महत्त्वपूर्ण मिसन नै थियो। यो त भगवान रामले रचेको एउटा लीला थियो, एउटा महान तर अलिकति पीडादायी दिव्य खेल। हनुमानको मन रोइदिन्छ किनकि उहाँलाई बुझ्न गाह्रो हुँदैन कि उहाँलाई केवल व्यवस्थापन गरिएको थियो। उहाँको प्रेम यति शक्तिशाली र बाधक थियो कि उहाँलाई आदेश दिएर हटाउन सम्भव थिएन। त्यसैले यमराजलाई भित्र पस्न दिनको लागि रामले उहाँलाई औँठीको बहानामा टाढा पठाउनुभयो। यो ब्रह्माण्डीय चक्रलाई अघि बढाउन रचिएको एउटा मायावी भ्रम थियो। र यसले एकदमै उत्कृष्ट रूपमा के देखाउँछ भने, समय भनेको हामीले सोचे जस्तो एउटा सिधा रेखा होइन। यो त आश्चर्यजनक अनन्त चक्र हो। युग सुरु हुन्छ, स्वर्णिमकाल आउँछ, रामले औँठी खसाल्नुहुन्छ, हनुमान नागलोक जानुहुन्छ र युग समाप्त हुन्छ। कल्पना गरौँ त, यो चक्र हजारौं पटक दोहोरिसकेको छ र अझै अनन्तसम्म दोहोरी रहनेछ। ती हजारौं औँठीहरू वास्तवमा अघिल्ला हजारौं युगहरूका प्रमाण हुन्, जहाँ हनुमान यसरी नै औँठी खोज्दै यहाँ आइपुग्नु भएको थियो। यो समयको कहिल्यै नसकिने महान पाङ्ग्रा हो। यो ब्रह्माण्डीय सत्यको बोध हुँदा हनुमानको मनमा कस्तो आदि चलेको होला हामी केवल अनुमान मात्र गर्न सक्छौं। उहाँले बुझ्नुहुन्छ कि प्रभुले उहाँलाई धोका दिनुभएको होइन, बरु नियतिको ढोका खोल्न उहाँको ध्यान मोड्नु नितान्त आवश्यक थियो। कसैले पनि जतिसुकै शक्तिशाली किन नहोस्, नियतिलाई सधैँको लागि रोक्न सक्दैन। र सबैभन्दा हृदय विदारक कुरा त के हो भने, साँचो प्रेमको अर्थ सधैँ साथमा टाँसिएर बस्नु मात्र होइन रहेछ। कहिलेकाहीँ आफ्नो प्रियजनलाई मुक्त गर्न उहाँको नियतिलाई स्वीकारलै उहाँलाई छोडिदिनु नै सबैभन्दा ठूलो बलिदान हुँदो रहेछ। यो गहरो ब्रह्माण्डीय ज्ञान बोकेर हनुमान बिस्तारै अयोध्या फर्किनुहुन्छ। उहाँको त्यो अघिको बिजुली जस्तो तीव्र गति अब शान्त र अत्यन्तै सुस्त चालमा बदलिएको छ। हरेक पाइला भारी छ। नागलोकबाट माथि उक्लँदै गर्दा उहाँलाई भित्रैदेखि थाहा छ कि अब उहाँले रक्षा गर्नुपर्ने कोही पनि त्यहाँ बाँकी छैन। उहाँ एउटा यस्तो संसारमा फर्किँदै हुनुहुन्छ जुन पूर्ण रूपमा बदलिसकेको छ। जब उहाँ अयोध्याको त्यही प्रवेशद्वारमा आइपुग्नुहुन्छ जहाँ उहाँले मृत्युलाई रोक्नु भएको थियो, त्यो ढोका अब पूर्ण रूपमा रित्तो छ। दृश्य अयोध्याको शान्त सरयू नदी किनारमा सर्छ। हनुमानले थाहा पाउनुहुन्छ कि उहाँ नागलोकमा हुँदा नै प्रभु श्रीरामले आफ्नो मानवीय लीला समाप्त गरिसक्नु भएको छ। उहाँले सरयू नदीको पवित्र जलमा प्रवेश गरेर आफ्नो भौतिक देह त्यागिसक्नु भएको छ। यस दृश्यमा एक प्रकारको विरह लाग्दो सौन्दर्य र असीम शान्ति छ।
प्रवेशद्वारमा उभिदाको हनुमानको त्यो भयानक रक्षकको रूप अब ब्रह्माण्डीय नियमप्रतिको मौन समर्पणमा परिणत भएको छ। सबै कुरा सकिएको छ, तर ब्रह्माण्डको नियमअनुसार सबै कुरा ठिक ठाउँमा छ। त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो कथा केवल एउटा हराएको औँठीको होइन, यो त नियति, समय र प्रेमको गहिरो दर्शन हो। हनुमानको असीमित भक्तिले कालको गतिलाई नै रोकिदिएको थियो, तर समयलाई सधैँ बन्धक बनाएर राख्न सकिँदैन। यसले हामीलाई एउटा गम्भीर प्रश्नमा छोड्छ। यदि पूर्ण भक्ति र समर्पणले समयलाई नै रोक्न सक्ने तागत राख्छ भने के साँचो प्रेमको अन्तिम गन्तव्य भनेको आफ्ना प्रियजनको नियतिलाई स्वीकार गर्दै उनीहरूलाई कहिले र कसरी जान दिने भनेर सिक्नु नै हो त? यो प्रश्नलाई आफ्नो मनमा खेलाउँदै आजको यो विश्लेषण हामी यहीँ समाप्त गर्छौं।